हामीहरूलाई चाहिँ जीवनमा केही गर्न सकिनँ ला मैले त केही गर्नै सकिनँ त्यतिकै मेरो त उमेर गयो भन्ने सोच धेरैजनामा हुन्छ होइन। त्यो सोच हुनु भनेको के हो भन्दाखेरि आफूले आफूलाई अगाडि बढ्नबाट रोक्नु हो क्या। तर अहिले त यति धेरै डेभलप भइसकेको छ होइन हाम्रो देश नेपाल पनि। हामीले चाहिँ सोसल मिडिया मार्फत आफ्नो कुराहरू राखेर आफ्नो विचारहरू व्यक्त गरेर होइन कसैको इतिहासलाई व्यक्त गरेर तपाईले जानेको कुनै कुराहरू चाहिँ भनेर आफू चाहिँ अगाडि बढ्न सकिन्छ नि त, जसले गर्दा तपाईको बोल्ने क्यापासिटीमा इन्क्रिज हुन सक्छ होइन। अनि त्यही सानो सानो कुराहरूले गर्दा नै हामी एउटा ठुलो माध्यममा अगाडि बढ्न पनि सक्छौँ नि त। त्यसकारण आफूले आफूलाई पछाडि परे भनेर नसम्झिने कि कसरी हुन्छ आफूले आफूलाई इम्प्रुभ गरेर अगाडि बढ्न सकिन्छ नि त। जस्तै कन्टेन्ट क्रिएट गर्ने भनिन्छ नि त अहिले होइन, जस्तै टिकटकमा फेसबुकमा होइन धेरै सोसल मिडिया छ नि त। त्यसरी आफूले आफूलाई अगाडि बढाउनको लागि त एउटा राम्रो कुनै स्पेसल एउटा सब्जेक्ट अथवा विषयवस्तु लिएर हामीले त्यसमा अध्ययन गरेर त्यो कुरालाई चाहिँ राम्रोसँग व्यक्त गर्न सक्यौँ भने तपाईको बोल्ने क्यापासिटी पनि भयो होइन। अनि तपाईँ चाहिँ यस्तो कुराहरूले चाहिँ जस तपाईलाई मान्छेले चिन्न पनि थाल्छ नि त। त्यसकारण आफू पछाडि परे भनेर चाहिँ कहिले पनि नभन्ने क्या, बरु सानो कुरादेखि नै स्टार्ट गर्न थाल्ने, आजैबाट थाल्ने। तर आफूले आफूलाई केही गर्न सकिनँ भनेर कहिले पनि दोष नदिनु। अब समय आएको छ केही गर्न सक्दिनँ होला भन्नेले गरेर देखाउने।